साथीहरु के तपाईहरुलाई पनि बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेड को आईपीओ परेको छ त? यदि त्यसो हो भने यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेड को आईपीओ चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। अब यो आजको भिडियोमा चाहिँ यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेड को आईपीओ हाम्रो डिम्याट खातामा आइसकेको हुनाले अब यो शेयर सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको ओपनिङ प्राइस कति हुन्छ, साथै यसको ईपीएस र नेटवर्थ कति रहेको छ, यी कुराहरुको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नु होला। र साथीहरु यदि तपाईहरु पनि यस्तै नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। र साथीहरु आउनु सब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौं। साथीहरु के तपाईहरुलाई पनि बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेड को आईपीओ परेको छ त? यदि परेको छ भने यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। यो कम्पनीले चाहिँ भदौको 11 गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो। यो भर्ने समय 15 गतेसम्म रहेको थियो। यो कम्पनीले आफ्नो जारी पुँजी 2 अर्ब 83 करोड रुपैयाँ बराबरको 20.70% अर्थात 58 करोड 60 लाख रुपैयाँ बराबरको 100 रुपैयाँ अंकित मूल्य भएको 58,60,000 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सो मध्ये पहिलो चरणमा 5,66,000 किता स्थानीय बासिन्दाहरूको लागि निष्कासन गरेको थियो भने 5,29,400 किता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको थियो। त्यसैगरी 1,58,820 किता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि निष्कासन गरेको थियो भने 2,64,700 किता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँड गरेको थियो। यसरी यो पहिलो चरणको सबै बाँडफाँड भइसकेपछि दोस्रो चरणमा भदौको 11 गतेदेखि 15 गतेसम्म सर्वसाधारणको लागि 43,41,080 किता शेयर निष्कासन गरेको थियो। यो आईपीओ मा चाहिँ 25,12,122 जनाले आवेदन दिएका थिए, तर यो आईपीओ चाहिँ जम्मा 10 किताको दरले 4,34,108 जनालाई मात्रै परेको थियो र यसको आईपीओ रिजल्ट चाहिँ भदौको 30 गते भएको थियो। अब यो आईपीओ चाहिँ अब हाम्रो डिम्याट खातामा आइसकेको छ। यदि तपाईहरुलाई पनि यो आईपीओ परेको थियो भने यो चाहिँ अब डिम्याटमा आइसकेको छ। तपाईले अब आफ्नो मेरो शेयर लगइन गरेर त्यहाँनिर पोर्टफोलियोमा गएर चेक गर्नुभयो भने तपाईलाई यो बन्दीपुर केबल कारको 10 किता शेयर त्यहाँनिर देखाइसकेको छ। यदि तपाईलाई परेको छ भने यो शेयर चाहिँ यसरी डिम्याटमा आइसकेको छ। अब यो डिम्याटमा त आइसकेको छ। अब यसको काम भनेको के बाँकी रहेको छ त? सेकेन्डरी मार्केटमा कारोबार हुनको लागि नेप्सेमा लिस्टेड हुनुपर्छ। नेप्सेमा लिस्टेड हुन भने बाँकी रहेको छ। अब डिम्याटमा आइसकेको छ। अब नेप्सेमा केही समयमा यसको शेयर लिस्टेड हुनेछ। यो कम्पनीको शेयर चाहिँ अब सेकेन्डरी मार्केटमा कारोबार हुँदा यसको ओपनिङ प्राइस कति हुन्छ त त्यसको बारेमा पनि जानकारी लिउँ। यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको शेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबार हुँदा सुरुको मूल्य भनेको यसको न्यूनतम 95 रुपैयाँ 24 पैसादेखि अधिकतम 285 रुपैयाँ 72 पैसासम्म रहेको छ। यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको शेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबार हुँदा सुरुको दिनमा यसको ओपनिङ प्राइस भनेको न्यूनतम 95 रुपैयाँ 24 पैसादेखि अधिकतम 285 रुपैयाँ 72 पैसासम्म यसको ओपनिङ प्राइसको रेन्ज रहेको छ। अब यो शेयरको नेटवर्थ र ईपीएस कति रहेको छ त? यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको नेटवर्थको बारेमा कुरा गर्नुपर्दा आर्थिक वर्ष 80-81 को रिपोर्ट अनुसार 95.24 रहेको छ भने यसको ईपीएस अर्थात प्रति शेयर आम्दानी भनेको -0.38 रहेको छ। यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको शेयर चाहिँ अहिले हाम्रो डिम्याट खातामा आइसकेको छ। अब नेप्सेमा लिस्टेड हुनुपर्छ। नेप्सेमा लिस्टेड भइसकेपछि यो आईपीओ कारोबार हुनको लागि सबैभन्दा पहिला मार्केट खुलेको दिनमा स्पेशल प्री ओपन सेसन अर्थात 10:30 देखि 10:45 को बीचमा कारोबार हुन्छ। त्यो बीचमा कारोबार हुँदाखेरि यसको ओपनिङ प्राइस भनेको न्यूनतम 95 रुपैयाँ 24 पैसादेखि अधिकतम 285 रुपैयाँ 72 पैसासम्म हुनेछ। कुनै पनि आईपीओ शेयर चाहिँ सेकेन्डरी मार्केटमा कारोबार हुँदा स्पेशल प्री ओपन सेसनमा कारोबार भएन भने त्यो दिन त्यो शेयर कारोबार हुँदैन। रेगुलर मार्केटमा कुनै पनि आईपीओ चाहिँ सेकेन्डरी मार्केटमा कारोबार हुँदा पहिला स्पेशल प्री ओपन सेसनमा कारोबार हुनुपर्छ, त्यसपछि मात्रै रेगुलर मार्केटमा कारोबार हुन्छ। त्यसैले अब यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। तपाईहरुले पनि आफ्नो मेरो शेयरलाई लगइन गरेर हेर्नु भयो भने अब यो हाम्रो पोर्टफोलियोमा देखाइसकेको छ। यदि तपाईहरुलाई परेको छ भने अब तपाईले चेक गर्नुभयो भने यो शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको छ। र साथीहरु यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा यो बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडको शेयर चाहिँ हाम्रो डिम्याट खातामा आइसकेको हुनाले यसको बारेमा यहाँनिर जानकारी गराए। यदि तपाईहरु पनि यस्तै नयाँ अपडेटहरु हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्नु होला। यस च्यानलमा चाहिँ आईपीओ एफपीओ शेयर बजारसँग रिलेटेड
नयाँ अपडेटहरु आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईहरु पनि त्यस्ता अपडेटहरु आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। आजको लागि यति नै। हस्त धन्यवाद।